रेमिडी चाहिँ चाँडो सिक्नु पर्यो गुरु। हजुर के को? घुँडाको क्या, घुँडा दुख्ने। ए घुँडा दुख्ने। ठिक छ, घुँडा दुख्नेको नि आउँछ है। अहिले चाहिँ अहिले जस तपाईँले चाहिँ नि नाडी छामेर चाहिँ नि अब पत्ता लगाउन सक्ने हुनुभयो है। अब अरूको के आयो, मनिजीको चाहिँ राव एक्टिभ नगर्ने धेरै। मान्छे त टोलाइहाल्छ यस्तो दियो भनेदेखि त नि राव एक्टिभ हुन्छ, पुरै मान्छे टोलाएर त्यहाँ घन्टा बितेको थाहा हुँदैन। त्यो स्ट्यान्ड चाहिने कि गुरु, त्यो स्ट्यान्ड राख्नु पर्ने टक्क। मोबाइल होइन नि मान्छे टाउको। ल, गुरु यसको प्रयोजन चाहिँ के? यसको प्रयोजन भनेको मान्छेलाई चाहिँ नि विजय गराउने है, भिक्ट्री दिने हो यसले। मान्छेलाई विजेता बनाउने हो कि मान्छेलाई अगाडि बढाउने हो, प्रगतिशील बनाउने हो। यसलाई कतिखेर शङ्ख गर्नु मुद्रा। पर्ने? यो चाहिँ नि तपाईँले दिनमा बिहान चाहिँ कमसेकम एकपल्ट गर्नुहोस्, त्यो काफी छ है। अब बिहानै यसले चाहिँ मैले चाहिँ बिहान आफ्नो जुन सूर्यलाई अर्घ दिइसकेपछि सन्ध्या जप गरिसकेपछि अनि उम्, त्यसलाई गरेको, प्र्याक्टिस गरेको। तर मेरो त्यो यस्तो भएको थियो, यो सिधा भएको थियो, त्यो मिस्टेक रहेछ हो नखाने। अब अनि हो यस्तो गर्नु पर्यो भनेपछि यो पनि भयो। अनि अर्को अपराजिताको चाहिँ अब चिया खान सुरु गरिसक्यो। हो त ठिक गर्नु यो। मान्छेले कार्यान्वयन गरेपछि हुन्छ कि सुनेर मात्रै चाहिँ केही हुन्न है। मान्छेले त्यसलाई चाहिँ नि कार्यान्वयन गरेपछि हुन्छ। ल, अब अर्को चाहिँ नि यो बुढी औँलाको मैले हिजो सिकाएँ होइन, यो सिकाएको छैन होला। ल यो आज चाहिँ नयाँ आयो। ल, अब तपाईँलाई मैले यो सिकाउँछु। ल, बिहान यो चाहिँ बिहान बिउजिने बित्तिकै बेडमै गर्ने हो। तपाईँलाई थाहा नि, मान्छेले राम्रो गर्ने यस्तो गर्छ नि है, यस्तो गर्छ नि। तपाईँले यस्तो गर्ने, पहिला यस्तो लेफ्टमा गर्नु अनि त्यसपछि दाहिनेले यसलाई चाहिँ यसरी थिच्नु है, घुमाइ घुमाइ होइन, घुमाइ घुमाइ यसलाई थिच्नु है, यसलाई थिच्ने है। त्यसपछि राइट, रगड्ने होइन, थिच्ने मात्रै गुरुदेव, यसरी घुमाएर। थिच्ने थिच्ने है, यसलाई थिच्ने हो। हामीले त्यो पिठो मुस्छ नि त्यो आटाको हो। त्यस्तै है, यसलाई थिच्ने है, यसलाई थिच्ने। दाहिने देब्रे दुइटै। दाहिने देब्रे देब्रे दुइटै थिच्ने है, दुइटै थिच्ने यसको है। बेनिफिट के गुरुदेव? यसको बेनिफिट आउँछ अब। यसको बेनिफिट हेर्नु। अब मान्छेले सुन्यो भने यो ज्योतिष त पहिल्यै पढ्नुपर्ने छ भन्ने हुन्छ कि सिक्दै जाँदाखेरि। यसको बेनिफिट के हुन्छ भने मान्छेको अनुहार चम्किलो हुन्छ है। मान्छेको चाहिँ नि ओज बढ्छ क्या, मान्छेको चाहिँ नि जुन त्यो अनुहारमा एक किसिमको चाहिँ नि चमक हुन्छ नि। त्यो चमक भनेको त आर्टिफिसियल चमक मात्रै होइन, एउटा नेचुरल चमक के, झ्याप्प चाहिँ नि झल्ल बलेको के, उज्यालो चम्किलो, त्यस्तो हुन्छ। र तपाईँको प्रभाव बढ्छ के, त्यो त्यस्तो अनुहार हुने बित्तिकै के हुन्छ भन्दाखेरि कतै जाने बित्तिकै टक्क मान्छेहरूले कुरो सुन्ने होइन, यस्तो इम्प्रेसन राम्रो हुन्छ। हो इम्प्रेसन राम्रो। त्यसपछि त ठिसै ठिसै गर्नु पर्यो गुरु। अब त जहाँ बस्यो नि थिचिदिने के, ठिसै ठिसै गर्ने। मलाई टाउको अन्त दुखिरहेको थियो, यो थिचेकाले अलिकति आराम रिलिफ भयो जस्तो चाहिँ भएछ है। त्यो हुन्छ है, त्यसले पक्कै हाल्छ नि हुन्छ होइन। यो चाहिँ नि खास चाहिँ नि बिहान बेडमा बिउजिने बित्तिकै गर्ने, बिहान बिउजिने बित्तिकै गर्ने हो है। ल यी अभ्यासहरू गर्नुहोस्, निकै शक्तिशाली अभ्यास छन् होइन। पछि चाहिँ तपाईँहरूलाई मैले सिकाउने अर्को पनि छ होइन, त्यो पाठ्यक्रममा लेखिएको छैन होइन, त्यो यी कुराहरू, किनभने यी कुराहरू भनेको विशेष छन्। यो जुन जति पनि विधिहरू छ नि, यो चाहिँ नि एउटा
तन्त्र अन्तर्गतको। अनि तन्त्र अन्तर्गतको कुराहरू भइसकेपछि के हुन्छ भने त्यो चाहिँ नि गुरुबाट लियो भनेदेखि अनि बल्ल त्यो एक्टिभेट हुन्छ, त्यो इनर्जाइड हुन्छ र काम गर्छ होइन। अब यो चाहिँ नि तपाईँहरूले लिनुभयो, तपाईँहरूलाई यो काम लाग्छ होइन, बुझ्यो नि, तपाईँहरूलाई काम लाग्छ, यसमा इनर्जी हुन्छ। तर कसैले चाहिँ नि त्यत्तिकै होइन, जस्तो मानिलियो भिडियो हेरेर गऱ्यो त्यसलाई चाहिँ नि त्यसले काम गर्दैन, बुझ्नु नि, किनभने यो गुरु परम्पराबाट आउनुपर्ने कुरा हो कि है। त्यही भएर कति मान्छेहरूले जस्तो कोही कोही मान्छेहरू आउनुहुन्छ अनि त्यसपछि उहाँको चिनाएर मैले यस्तो गर्नुहोस् भन्ने होइन, अनि उहाँले के भन्नुहुन्छ भने गुरु यो त मैले पहिलेदेखि गर्छु, पहिलेदेखि गरेको यो त, अनि मैले भने पहिलादेखि गरेको कुरा सुन्नु अब गर्नु न, अनि पछि काम हुन्छ। अस्ति मैले एकजनालाई तपाईँको 16 गतेसम्म काम हुन्छ भनेको थियो, अनि 10 गते नै भयो भनेर चाहिँ उहाँले चाहिँ मलाई सुनाउनु होइन। अनि त्यही विधि हो, उहाँले पहिल्यैदेखि गरिराख्नु भएको थियो, भएको छैन, त्यही विधि हो मैले ध्यान बसी गएँ भयो। कारण के हो त भन्दाखेरि कुनै गुरु मार्फत लिएर गरेको छ भने त्यसमा चाहिँ नि दैवीय कृपा हुन्छ, इनर्जी हुन्छ, त्यसले काम गर्छ, कुरो त्यो हो है। अब तपाईँलाई पछि चाहिँ मैले सिकाउने अर्को एउटा कुरा जुन भन्दै थिएँ नि, त्यो चाहिँ नि कुलदेवी एक्टिभेसनको विधि होइन। कुलदेवी भनेको चाहिँ निकै शक्तिशाली डिभाइन इनर्जी हो क्या है। अब कतिलाई थाहा पनि हुन्न आफ्नो कुलदेवीको हो भन्ने कुरा होइन, कसैलाई चाहिँ नि थाहा हुन्छ तर कन्फ्युज हुन्छ होइन, कसैलाई थाहा त हुन्छ तर त्यसबाट चाहिँ नि कृपा लिन सकेका हुन्न, कनेक्ट हुन सकेका हुन्न कि, कृपा कनेक्ट हुन सकेका हुन्न कि, त्यसले चाहिँ कनेक्सन गरिदिन्छ कुलदेवीसँग डाइरेक्ट है, कुलदेवीसँग डाइरेक्ट कनेक्सन गरिदिन्छ। त्यो कुरा चाहिँ तपाईँलाई मैले पछि सिकाउँछु है। अनि किनभने अहिले त तपाईँले यो अभ्यास गर्नु जति सिक्नु भएको छ एकदमै इनफ छ कि। अब यसलाई चाहिँ तपाईँले डेली गर्नुभयो भनेदेखि तपाईँमा ठुलो परिवर्तन आउँछ। अपराजिता पानी पिउने, यो चाहिँ नि यो बुढी औँला टिप्ने, अनि शङ्ख मुद्रा होइन, यिनीहरूले गर्नु चमत्कार गरिदिन्छ है, गर्नु चमत्कार गरिदिन्छ यो कुराहरू चाहिँ। जय श्री नारायण। तपाईँ- गुरु जय श्री जय कृष्ण। श्रीमन्नारायण, जय श्रीमन्नारायण भनेपछि अब मनरामजीको चाहिँ अलिकति छुट्यो होइन। अब मनरामजीको चाहिँ अलिकति छुट्यो त्यो, तर मनरामजीको अलरेडी त्यो रिजल्ट देखिरहेछ, त्यो हुनाले उहाँलाई चाहिँ त्यो नभए पनि चल्छ जस्तो, किनभने उहाँको पहिल्यै चम्किलो छ, के गर्नु पर्यो। मलाई अलिकति छ्यास छ्यास के टच गराइदिनु न गुरु। मान्छेले आफ्नो अनुहारलाई चम्किलो बनाउने र चाहिँ नि मान्छेको चाहिँ नि आफ्नो प्रभाव बढाउने चाहिँ नि उपाय मैले सिकाउँदै थिएँ होइन। अनि तपाईँ आउनुभयो है, अब तपाईँ चाहिँ नि अब हेर्दै पहिले चम्किलो हुनुहुन्थ्यो, त्यो हुनाले चाहिँ नि अब तपाईँलाई चाहिँ त्यो आवश्यक नपर्ला जस्तो लाग्यो कि। हो गुरु, पक्कै पनि हो यो शुक्रको लागि होला है नि गुरु होइन। हजुर यो शुक्रको लागि नै हो, र यो खास गरेर चाहिँ नि हामीले चाहिँ नि आफ्नो प्रभावै बढाउनको लागि गरिने एउटा विधि हो होइन। त्यो चाहिँ नि अहिले तपाईँलाई मैले फेरि जानकारी गराइदिइहाल्छु अहिले, उहाँ त्यो टाइम लाग्दैन, ध्यान दिएर हेर्नुहोस्। बिहान उठ्ने बित्तिकै है, बेडमै बेडमै गर्ने कुरा हो त्यो। यस्तो दुइटा बुढी औँला यसरी उठाउने बिस्तारा सिधी सिधी बिहान बित्तिकै, अनि दाहिने हत्केलाले देब्रे यो बुढी औँला थिच्ने, हो थिच्ने है, घुमाइ घुमाइ थिच्ने है, घुमाइ घुमाइ थिच्ने। त्यसपछि फेरि दाहिने बुढी औँला उठाउने, देब्रे हत्केलाले घुमाइ घुमाइ थिच्ने
ल, यही हो बिहान बिउजिने बित्तिकै गर्ने। मान्छेको ओज बढ्छ क्या, मान्छेको चाहिँ प्रभाव बढ्छ, मान्छेको अनुहार चम्किलो, नेचुरल चम्किलो क्या, त्यो क्रिम पाउडरवाला चम्किलो होइन, नेचुरल चम्किलो हुन्छ। अनि मान्छेको प्रभाव बढ्छ, मान्छेले चाहिँ सम्मान गर्छन् क्या। तपाईँले 100% रिजल्ट पाउनुहुन्छ कि मान्छेले रेस्पेक्ट गर्छन् क्या। मान्छेले तपाईँ हजुर भनेर झुकेर आएर कुरा गर्छन् क्या मान्छेले। त्यो तपाईँले गर्नु नियमित रूपमा, मान्छेले चाहिँ हजुर हजुर भनेर रेस्पेक्ट गरेर कुरा गर्न थाल्छ। गुरु म एउटा सोधौँ? हजुर सोध्नु। त्यो त्राटक हुन्छ नि गुरु, त्राटक के? त्राटक उम्, चाहिँ हामीले त्यो अग्निसँग गर्ने चाहिँ चाहिँ कतिको राम्रो हुन्छ? के गर्नु हुँदैन अग्निसँग चाहिँ? अग्निको त्राटक एकदमै राम्रो हुन्छ। त्यसले आँखालाई नराम्रो के इफेक्ट गर्दैन त्यो लाइटलाई धेरै हेरिराख्दाखेरि? गर्दैन। हाम्रो आँखा भनेकै अग्नि तत्त्व हो कि। उम्, ज्योति भन्छ नि, ज्योति ज्योति भन्ने बित्तिकै के हुन्छ, ज्योति भन्ने बित्तिकै त अग्नि हुन्छ। अग्नि नभने बित्तिकै त मान्छेले आँखा देख्दैन है। अग्निको त्राटक भन्दा पनि खास गरेर त्यसलाई चाहिँ के भन्छ भन्दाखेरि त्यो दीप त्राटक हुन्छ क्या, होइन दीप त्राटक एकदमै शक्तिशाली हुन्छ। आँखा झन् चार्ज हुन्छ। त्यसो भए हामी चस्मा लाउनेहरूले गर्नुहुन्छ क्या अगर त्यसै? हुन्छ, चस्मा खोलेर गर्नुपर्छ। अनि गुरु यो मैले त्राटक त 6 महिना गरेँ नि गुरु। ए हो? हजुर मैले चाहिँ उसमा गर्दा 6 महिना गरेँ, अनि मेडिटेसन त अब चाहिँ गरिरहेछु। उम्, तर त्राटक 6 महिना गरेँ, अनि पछि चाहिँ यसमा अलिकति समस्या आयो कि, कस्तो भन्दाखेरि धेरै चाहिँ गरियो भने टाउकोहरू दुख्ने क्यानी चाहिँ त्यस्तो किसिमको प्रब्लम आउँदो रहेछ होइन। उम्, अनि गुरुले दिएको निर्देशन अनुसारले चाहिँ गर्नुपर्ने चाहिँ एउटा चाहिँ, अनि बालेको चाहिँ दीपलाई अलिकति मधुरो आँखाले हेर्न मिल्ने सक्ने खाले चाहिँ दीप अथवा चाहिँ बल्बलाई चाहिँ हेर्ने, अनि हेर्दाखेरि पनि कमसेकम कति हेर्न सकिन्छ त्यति हेर्ने, अनि आँखालाई नझिम्काइकन हेर्ने, आँखा बन्द गरेपछि फेरि त्यही दीपलाई हेर्ने चाहिँ प्रयास गर्ने, त्यो उसमा त्यस्ता किसिमका विधिहरू थुप्रै छन्। अब चाहिँ यस्तै गर्दाखेरि त 6 महिनासम्म गऱ्यो, यो धेरै गर्दाखेरि यो शुद्ध चाहिँ गढ्यो क्या मेरो, यो धेरै चाहिँ गर्दाखेरि। त्यस कारणले गर्दा यसलाई पछि चाहिँ त्यसलाई फेरि हल्का रूप लिनुपर्छ, त्यसरी गर्नुहुन्न भनेर चाहिँ गुरुबाट चाहिँ सन्देश भयो। अनि त्यसपछिबाट मैले त्यसलाई चाहिँ छोडिदिएर फेरि हल्का भित्रको स्पेसलाई मात्रै हेर्ने चाहिँ, हेरेर ध्यान गर्ने चाहिँ त्यो चाहिँ प्रक्रियाहरूतिर लागेँ गुरुमा। ठिक त्यसबाट गर्नु। के फरक भयो त तपाईँलाई? डिफ्रेन्ट के भयो तपाईँलाई त्राटक पछि? कन्सन्ट्रेसन पावर चाहिँ बढ्छ है, एकदमै कन्सन्ट्रेसन पावर बढ्छ पढाइमा, एकदम कन्सन्ट्रेसन पावर भन्ने जस्तै एकाग्रता चाहिँ हुनलाई एकदमै चाहिँ त्यसले फाइदा दिन्छ। अनि त्यसपछिबाट फेरि चाहिँ अब त्यो एकाग्रता दिन त फाइदा भयो, तर समग्रतामा जाँदैन क्या दिमाग। एकाग्रतामा मात्रै जान्छ, समग्रतामा जान्न। जब समग्रतामा गएन भने अनि मेडिटेसन हुँदैन, अनि दिमाग दुख्छ, फेरि टाउको दुख्ने चाहिँ प्रब्लमहरू आउँछ। त्यस कारणले गर्दाखेरि अनि मैले पछि चाहिँ गुरुसँग चाहिँ सल्लाह गर्दाखेरि त्यो धेरै चाहिँ गर्नु हुँदैन, यो चाहिँ मैले गर्दा गर्दै मेरो यहाँ नै यही गरिसक्यो त्यो त। खास के को यो लागि गर्ने गुरु त्यो? धेरै चाहिँ माइन्ड कन्सन्ट्रेटको लागि होइन? मैले भन्दैछु होइन, यो के हुन्छ। गुरुले चाहिँ हामीलाई यो मेडिटेसनको लागि पहिलो रूपमा पहिलो चाहिँ स्टेपमा चाहिँ हामीलाई यो चाहिँ यो ऊ सम्बन्धी समाधि सम्बन्धी हामीलाई लाँदाखेरि यो चाहिँ त्राटक ध्यानबाट चाहिँ लाँदै लाँदै गर्दा समाधिसम्म पुर्याउनु हुन्थ्यो क्या गुरुहरूले। त्यस कारणले गर्दा यो पहिला चाहिँ गर्नुपर्छ, एकाग्रता पहिला साध्नुपर्छ ध्यानको लागि भनेर हामी गरेको हो हामीले। अब सुन्नुहोस् है, के यसको हुन्छ विधि भने विधि छ, ठुलो विधि छ, एकदम ठुलो विधि छ यो चाहिँ अति सामान्य। सर्वत्र वर्जित अनि कुनै पनि कुरा अति गर्यो भने अथवा गुरुको मार्गदर्शन बिना गरियो भने त्यसले चाहिँ नि सकारात्मक सट्टा नकारात्मक चाहिँ नि फेरि जेल्दिन्छ। चाहे मन्त्र, चाहे त्राटक होस् होइन, हरेक कुराहरू। अब जस्तो हामीले चाहिँ नि कुनै अब शास्त्रमा पुस्तकमा पाउँछौँ कि यो यति गर्ने, यो यति गर्ने, यति नगर्ने भन्ने कुरा, तर त्यो चाहिँ त्यहाँ जस्तो लेखिएको छ त्यस्तो पनि हुन्न कि फेरि, किनभने मान्छे अनुसार हुन्छ नि त, मान्छेको इन्टेन्सिटी कति छ, कुन मान्छेले त्राटक गर्नुहुन्छ, कुन मान्छेले गर्नुहुन्न, किनभने त्यो त्यत्रो विधिहरू छ नि, त 112वटा विधिहरू, त्यो त्यो कसलाई कुन सुइटेबल हुन्छ भनेर गुरुले चाहिँ चुज गरेर चाहिँ मान्छेलाई दिने हो होइन। त्यो हुनाले त्यसै चाहिँ नि मान्छेले चाहिँ नि
अनुमानको भरमा गर्नु हुँदैन है। तपाईँको मोदीजीको कुरा के थियो भन्दाखेरि अब अग्नि त्राटक गर्ने भन्ने कुरा थियो, त्राटक गर्न मिल्छ तर चाहिँ नि गुरुको मार्गदर्शन अनुसार गर्नुपर्छ है। ल विप्लवजी। यो त्राटक भनेको भन्दा चाहिँ के हो? ध्यान गर्ने अँ, विधि हो? त्राटक भनेको के हो भने कुनै पनि कुरालाई एक टकले हेर्नु के। त्राटक भनेको एक टकले हेर्ने है। तपाईँले आफू जहाँ बस्नुहुन्छ नि आफ्नो आसन राखेर, अनि त्यहाँ बसाएपछि तपाईँको यो आँखाको चाहिँ नि सिधा के, तलमाथि होइन, सिधा एकदम सेम हाइटमा केही राख्ने, केही चिज राख्ने र त्यसलाई मात्रै हेर्ने, त्यसलाई मात्रै हेर्ने। तपाईँले यहाँ औँला राखेर हेरे नि हुन्छ होइन, औँला राखेर भयो, सानो सानो बच्चाहरूमा खेल्दैन यस्तो औँला कत्रो ठुलो देखिन्छ भन्ने होइन, त्यो पनि त्राटकै हो कि। एक टकले हेर्नु, एक टकले हेर्दै जाने जुन विधि छ त्यसलाई त्राटक भन्छ। त्यसमा प्रयोग गरिन्छ जस्तो दियोको प्रयोग गरिन्छ, सिम्बोलको प्रयोग गरिन्छ, मन्त्रको त्राटक हुन्छ, धेरै किसिमका त्राटक हुन्छ। त्राटक बिन्दु अरू पनि त्राटक हुन्छ। जस्तो तपाईँलाई मैले अस्ति भनेको थिएँ नि, त्यो तपाईँहरूले कतिले गर्नुभयो, त्यो अरूको मान्छेलाई प्रभाव पार्ने है, त्यो पनि त्राटक हो कि, त्राटक हो है। र अहिले जुन हिप्नोसिस गर्ने भन्छ नि, त्यो पनि एउटा त्राटककै चाहिँ नि एउटा रूप हो। अहिले हिप्नोसिस गर्ने जुन छ नि, तपाईँले देख्नुभयो होला होइन, केही चाहिँ नि हिप्नोथेरापिस्टहरूले गर्छन् नि नेपालमा, त्यो पनि त्राटक नै हो। यसरी त्राटक गर्दै जाँदाखेरि जस्तो के हुन्छ भने, जस्तो उदाहरणको लागि अ, मैले चाहिँ नि मैले चाहिँ नि जस्तो मानिलिउँ मोनीजीलाई त्राटक गरेँ, मान्छेलाई पनि गर्न मिल्छ कि, त्यही हो हिप्नोथेरापी। मैले मोनीजीलाई चाहिँ ट्याक्कै त्राटक गरेँ होइन, अनि त्यो त्राटक ट्याक्कै कनेक्टेड भयो होइन। त्यसपछि त्यो के हुन्छ त्यहाँ, त्यहाँ टेलिप्याथी भन्ने हुन्छ एउटा होइन। अनि मैले जे सोचेँ मोनीजीले पनि त्यही सोच्ने हुन्छ, कुरो हुन्छ नि। उहाँले के सोच्नु हो मलाई थाहा हुन्छ, मैले के सोचेँ उहाँलाई थाहा हुन्छ होइन। अनि त्यो दुइटामा दुइटै उस्तै उस्तै छैन भने त ठिकै छ, केही भएन। एउटा तगडा छ भने त्यसले के गरिदिन्छ त भन्दाखेरि अर्कोको दिमागको ड्राइभर आफू बनिदिन्छ होइन। अनि कनेक्ट गरेर मैले, अब मेरो नाम चाहिँ नि श्री विमल पौडेल हो भन्यो भने मनिषले पनि मेरो नाम श्री विमल पौडेल हो, म दुवाकोटमा बस्छु भने म दुवाकोटमा बस्छु, कुरो हुन्छ नि। यस्तो हुन्छ कि यो हाम्रो रेकीमा हिप्नोटाइज गर्ने के गुरु त्यो है। हो त्यो हो त्यो चाहिँ त्यसको लागि त्राटक चाहिन्छ। अँ, पहिला चाहिँ नि कुनै बिन्दुमा, कुनै दियोमा, कुनैमा गरिन्छ, अनि पछि गएर मान्छेमा गरिन्छ। किन लक्ष्य भनेको त मान्छेमा गर्ने। तपाईँलाई जुन मैले त्यसमा त्यो मान्छेलाई बताएको मन्त्र यताउता केही चाहिँदैन है गुरु, हेरी मात्र राख्नु त हुने होइन। अनि झिपझिप गर्ने, अनि फेरि हेरिरहने, फेरि झिपझिप गर्ने होइन, मन्त्र, पछि मन्त्र चाहिन्छ, चाहिन्छ। मन्त्र, मन्त्र चाहिन्छ। मन्त्र बिना फेरि तपाईँले के गर्नुहुन्छ। त्यही त हेरी मात्र राख्ने हो नत्र त होइन। हेरेर राख्यो फाइदा केही आएन नि त। गर्ने के भन्ने हो भने त्यो त मन्त्र हो नि त। जस्तो उम्, मन्त्र, जस्तो मन्त्रमुग्ध पार्यो भन्छन् नि मान्छेले, भने के भन्दाखेरि त्यो मान्छेले अब प्रभाव पार्यो होइन। मन्त्र भनेको मन त्राणेन इति मन्त्र, उसको मनले जे चाहेको छ त्यो चाहिँ नि होइन, त्यो मन्त्र हुन्छ क्या। जस्तो कसैलाई चाहिँ नि अब त्राटक गरियो होइन, जस्तो कृष्ण प्रसाद उप्रेतीजीलाई त्राटक गरियो, अनि कनेक्ट भयो, केही नि गरिएन के काम लाग्यो होइन। गाडी किन्यो चलाएकै छैन, हिँडेकै छैन, के काम होइन। अब मन्त्र भनेको के हो भने, अब मलाई जे मन लाग्यो त्यो गराउनु पर्यो, त्यही त हो नि मन्त्र है। उम्, बुझ्नु नि, अब उसलाई जे लागेको छ त्यही हो। अब त्यहाँ हालिदियो उसको दिमागमा कि यो मान्छे ठिक छ भन्ने हालिदियो, त ठिक छ भन्छ, बुझ्नु नि। मन्त्र भनेको देवी देवताको मन्त्र मात्रै होइन कि, मन्त्र भनेको उसको मनको कुरा हालिदियो
उसले त्राटक गर्यो अनि उसको कुरा उसमा भित्र हालिदियो। ओहो। अब उसले साबर मन्त्रहरू हेर्नु भने त्यस्तै कस्तो उटपटाङ लाग्छ नि। हेर्नु भए उम्, छ। हो खास मन्त्र त्यो ए है त्यसरी हुन्छ। अब सावर मन्त्र त्यस्तोमा युज गर्ने कुरो थियो। अहिले त्यो एउटा इक्जाम्पल दिएको तर मन्त्र चाहिँ नि तपाईँको के हुन्छ भने तपाईँले जस्तो कुनै पनि साधना गरो होइन, चाहे ध्यान साधना अथवा त्राटक साधना गरिसकेपछि तपाईँले मन्त्र भनेको आफैले मनको कुरा के छ अनि त्यसैलाई चाहिँ नि उम्, मन्त्र भनिन्छ कि अनि त्यो प्रयोग गर्ने। ल अब जुन हामीले अरू मान्छेलाई प्रभाव पार्ने भनेको छ नि एउटा होइन त्यो तरिका हो, त्यो तरिका भन्नु ल। अब कसले भन्नुहुन्छ, अब विप्लवजीले भन्नु ल। हजुर गुरु, त्यो हिजो भन्नुभएको, उम्, हिजो मैले रेकर्डिङ हेर्दाखेरि चाहिँ त्यो आँखाले त्यो ट्रायङ्गल बनाउने भने चाहिँ याद छ गुरु, त्यो ठ्याक्क यहाँ बिन्दुमा अनि देब्रे दाहिने आँखा। हो त्यो तल कि माथि? माथि गऱ्यो भने चाहिँ पोजिटिभ प्रभाव, तल चाहिँ अब आफूले हो त्यो मान्छेको उम्, निकाल्नु हो पर्यो भने अथवा हो त्यो हो। हटाउनु पर्यो भने। ल हाले बुझ्नुभयो, अब रेकर्डिङ हेरेर पनि हाले बुझिहाल्नुभयो सही भन्नु। त्यसपछि अर्को तरिका पर्वतजीले भन्छ, अर्को तरिका के हुन्छ? अर्को भन्नाले गुरुदेव कस्तो त्यो के अरे ऊ गर्ने यो नागीहरू छान्ने कि होइन होइन, अर्को भनेको मतलब त्यो मान्छेलाई आफ्नो प्रभावमा पारेर होइन आफ्नो काम बनाउने। त्यो त के अरे त्यो अघि विप्लवजीले भनिहाल्नु त्राटकको त अब उसलाई अर्को भन्नु अर्को पऱ्यो कि दुईटा चाहिँ थाहा छ, अर्को त थाहा भएन गुरुदेव। अर्को भवानीजी, भवानीजीलाई थाहा हो भन्नु। त्यो आजको रेकर्डिङ त हेरेको थिइनँ, तर अस्ति नै त्यो हामीले सेकेन्ड डिग्री हेर्दाखेरि त्यो यहाँनिर गोलो गोलो त्यो घुमाएर हेर्ने हो त्योबाट त्यो त यसमा थिएन, त्यही भएर त मैले पर्वती र भवानीजी भनेको त्यही भएर हो, किनभने त्यो तपाईँहरूलाई थाहा होइन। गुरु हामीलाई त थाहा छैन त्यो। त्यो कुरो कुनै त्यो पनि बनाएर त्यो के अरे त्यो बनाएर त हेरेको त्यो म त विप्लवजीले त्यही भनेकै होला त्यसैमा होला भनेर मैले त्यो त अस्ति ट्राई म गरेको। म नआएको बेलाको होला यो। मैले हेरेको छैन त्यो। भवानीजीले भन्नु के ट्राई मैले त गर्नुभयो नि? अलिक कमजोर मान्छे हुनुहुन्थ्यो एकजना, मैले ट्राई गरेकोमा त मैले भनेको मान्नु भएन, अनि त्यहाँदेखि मैले मनमा नै भनेर अनि त्यो गरेँ क्या, थर 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 काम नि, अनि त्यहाँदेखि मैले गर्ने छोडेँ। खै गुरु सिकाउनु त एकचोटि। एकचोटि त्यस्तो मलाई हुन्छ गुरु, सिकाइदिनु त। त्यस्तो हुन्छ। म त छक्कै परेँ। अब उहाँले प्रयोगै गरिसक्नुभयो, रिजल्टै भनिसक्नुभयो। अब भवान के अरे पर्वतीले प्रयोग गर्नुभयो कि गर्नु भएन, के आयो रिजल्ट? के अरे कस्टमरलाई त्यहाँनिर आएको बेलामा अब यसो कस्तो हुँदो रहेछ भनेर गरेको, त्यस्तो सामान किन्न आएको कस्टमर फुत्तै भाग्नु भयो। त्यो के के अरे गर्नुभयो? तल चाहिँ हेरेँ मैले चाहिँ त्यो के अरे डाउन सेपमा हेरेँ होइन, अनि के अरे उहाँ त यसो गरे बसे बसे भन्नुभयो क्या यस्तरी, अनि निस्केर हिँडिहाल्नु भयो। आज मैले होइन अब त्यो टेक्निक चाहिँ आज एकजनालाई मैले भनेरै गरेँ, भनेर गर्दा नि काम गरेँ कि। मैले पहिला उहाँलाई सिकाएँ यस्तो गऱ्यो भने मान्छे प्रभावमा आउँछ होइन। अनि भनिसकेपछि मैले उहाँलाई नि गरेँ, अनि उहाँ प्रभावमा आउनुभयो भने अनि उहाँले भन्नुभयो यो चाहिँ नि मैले जिन्दगीमा कति पढेँ होइन, कति सिकेँ ज्योतिष पनि, वास्तवमा चाहिँ नि कुरो चाहिँ नि त बुद्धि कुरो त यस्तो पो हुँदो रहेछ भनेर भन्नुभयो होइन। उत्तिखेर उसलाई भनिरहेको छ यस्तो गरेर मान्छे पराममा आउँछ भनेको छ, अनि उत्तिखेर मैले गरिरहेको छु, उत्तिखेर त्यो पराममा आएको छ। थाहा भयो मान्छे नआउनु पर्ने नि, किनभने यो टेक्निकले त्यसलाई थाहा होस् कि थाहा नहोस् काम गर्छ। तर गुरुदेव हेर्दाखेरि चाहिँ चस्मा खोल्नु पर्ने रहेछ नि, चस्मा लाएर चाहिँ नहुँदो रहेछ क्या।
चस्मा चस्मा खोल्दाखेरि लाएर फेरि चाहिँ चस्मा यस्तो हुन्छ, भएन। त्यो प्र्याक्टिस चस्मा त्यो खोल्नु पर्दैन होला। चस्मा लाएर पनि हुन्छ, तर तपाईँको के हुन्छ भने सुरुमा गर्दै हुन्छ नि त, त्यो हुनाले तपाईँलाई चाहिँ नि चस्मा लाउँदाखेरि चाहिँ अलि भएन, त्यो पनि हुन्छ। जस्तो कसैले बाइक चलायो पछि पन्जा लाएर चलाउँदाखेरि अलिकति त्यो कसो कसो लाग्छ नि त, हो त्यस्तै हो। सबै मान्छेलाई, अर्को मान्छेलाई तपाईँले आफ्नो काम लिन छ होइन, त्यो मान्छेले तपाईँले भनेको मानस भन्ने चाहिँ चाहना छ भनेदेखि तपाईँले के गर्ने हो त, तपाईँले त्यो मान्छेलाई बसमा लिनु पऱ्यो, जसलाई पनि काम गर्छ कि, जसलाई पनि गर्छ काम है। तपाईँले के गर्ने भन्दाखेरि त्यो मान्छेको त नि अनुहारमा त्यो अनुहार भयो रिको गोलो सर्कल बनाउनु है, हातले होइन कि तपाईँको नजरले उम्, है, ठुलो सर्कल बनाउने अनि त्यसपछि त्यसलाई चाहिँ सानो सानो सर्कल सानो सर्कल बनाउँदै लगेर त्यसको चाहिँ नि थडाइ चक्रमा सट्ट चाहिँ त्यहाँ चाहिँ केन्द्रित गर्ने, त्यहीँ अहिले त्राटक भने है उतै त्राटक उम्, है, फेरि ठुलो बनाउने अनुहारभरिको फेरि लिएर जाने त्यसको चाहिँ नि थडाइ चक्रमै हाल्ने। फेरि ठुलो बनाउने त्यहाँभित्र हाल्ने होइन, अब त्यो मान्छे तपाईँको बसमा आइहाल्छ बुझ्नु, अनि त्यो मान्छेले तपाईँले भने काम गर्छ। त्यसको लागि त हेरिराख्नु पर्यो नि गुरु होइन? एकछिन त हेर्नु हेरिराख्नु पर्यो उसलाई। हेर्नु पऱ्यो नि, अब मान्छेले हेर्नु त भन्छ, आजकल त मान्छे सब सिकेर हुन्छ, आई कन्ट्याक्ट गर भने चाहिँ आई कन्ट्याक्ट झ्याप्पै अब त काम भइहाल्छ नि। उसको आई कन्ट्याक्ट चाहिँ हुनु पर्दैन है गुरु? आई कन्ट्याक्ट भयो भने झन् राम्रो। अँ, फास्ट किन हुन्छ। आजकल मान्छेहरूले कम्युनिकेसन स्किल भनेर चाहिँ आई कन्ट्याक्ट गरेर बोल भन्छ होइन, अनि गुरु आई कन्ट्याक्ट हजुर गुरु त्यो हजुर भन्नुहोस्। कतिपय उमा कानुनी रूपमा त्यसरी हेर्न पाइन्न भन्ने छ, उसलाई थाहा दिएर गर्नु पनि भएन, कसो गर्ने हो? होइन जहाँ कानुनी रूपले त गर्न दिन्न त्यहाँ त हामीले त गर्नु भएन नि। गुरु त्यो छ नि, त्यो मान्छे अगाडि राखेर मात्र गर्न मिल्छ कि त्यो हामीले जस्तै मान्छेलाई भिजुअलाइज गरेर पनि त्यो हामीले गर्नु त्यो मिल्छ? त्यो त हिलरहरूले तान्त्रिकहरूले गर्ने कुरा हो, त्यो त त्यो फेरि त्यो जुन हामीले यो जति पनि अहिले हामीले यो गरिरहेको छौँ यो भनेको त हामीले जेनेरल्ली एउटा टेक्निक प्रयोग गरिरहेको छौँ कि जुन जोसुकै मान्छेले पनि जोसुकै मान्छेलाई प्रयोग गर्न सक्छ है। उम्, अब तपाईँले भनेको चाहिँ कुरा चाहिँ के हो त भन्दाखेरि त्यो चाहिँ अलि हिलरहरूले तान्त्रिकहरूले गर्न सक्छ, तान्त्रिकहरूले गर्ने तरिका पनि त्यही। अब उम्, उनीहरूले चाहिँ त्यो टाढासम्म त्यो इनर्जी फ्याँक्नलाई उनीहरूसँग त्यो साधना र त्यो सिद्धि हुन्छ नि त, अनि त्यसले गर्छ। उम्, यी कुराहरू तपाईँले प्रयोग गरेर हेर्नुपर्छ कि उम्, गुरु हजुर। यसमा मैले एउटा बुझ्न चाहेको, हजुरले ठुलो सर्कललाई सानो बनाऊ घेरा बनाउँदै बनाउँदै लगेर थर्ड आइमा लगेर हाल्ने भन्नुभयो। अनि फेरि हजुर थर्डमा हालिसकेकोलाई फेरि बढाउँदै 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 ठुलो बनाएर होइन फेरि होइन घटाउँदै होइन घटाउँदै होइन। एउटा चाहिँ तपाईँले चाहिँ पुरा ठुलो सर्कल सानो 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 थडाइ जग्गातिर हाल्नु त्यो छोडिदियो नि है, अनि फेरि अर्को बनायो, अर्को रिङ रिङ के रिङ रिङ खेल्ने सर ठुलो रिङ बनाउने सानो बनाउने हाल्दैन, ठुलो रिङ सानो बनाउने भित्रै हाल्दैन, ठुलो रिङ सानो बनाउने भित्रै हाल्दैन। तपाईँको त्यहाँ इन्टेन्सन हाल्ने हो कि, मन्त्र भनेको त्यो हो कि तपाईँको इन्टेन्सन। गुरुदेव खालि यो के अरे भिजुअलाइज गर्ने कुरा मात्रै होइन त, त्यो अनुहारमा हेरेर गोलो बनाएर भित्र हो भिजुलाइज गर्ने कुरा उम्, गुरु त्यो नर्मली कति पटकसम्म गर्नुपर्छ? नर्मल्ली पाँच चोटि, छ नर्मल्ली चोटि, सात चोटि, यस्तो छ, 3 पटक गर्नुपर्छ है, 3 पटक? यसको मिनिमम भनेको 3 पटक। उम्, अब त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि त्यो मान्छेको अब जस्तो यो त टेक्निक भयो, अब यो टेक्निकलाई अब कति बलियो भन्ने कुरा चाहिँ त्यो मान्छे त्यो जो मान्छेले गर्दैछ त्यसको इनर्जी र जो मान्छेलाई गरिँदैछ त्यो मान्छेको इनर्जीमा डिपेन्ड हुन्छ कि तपाईँले त्यसलाई कति धेरै युज गर्नुपर्छ भन्ने कुरा है, उम्, त्यो हुन्छ। जस्तो भवानीजीले भन्यो कमजोर मान्छेलाई गर्नुभयो त्यही थरथरी होइन, अब अलि बलियो मान्छे भएको भएदेखि त्यो थरथर काम छैन, तर चाहिँ आफ्नो काम त बन्थ्यो, त्यसरी हुन्छ नि त। अब कतिपय कुराहरू यसरी हामीले चाहिँ फेरि बाहिर बोल्न नमिल्ने कुराहरू हुन्छ कि, जस्तो बाहिरमतिले पनि भन्यो भने कानुनी रूपमा यस्तो यस्तो हुन्छ भनेर होइन, प्रयोग गर्न त मिल्छ नि, भन्न चाहिँ हुन्न, किन भन्दाखेरि त्यसले त सम्मान गर्नु पऱ्यो नि त। उम्।
अब अब हामीले यति टेक्निकहरूलाई चाहिँ नि हामीले प्र्याक्टिकल्ली प्रयोग गर्दै जाने अनि त्यसपछि हाम्रो चाहिँ नि कोर्स अफ स्टडीलाई हामी अपडेट गर्ने होइन। अनि त्यसपछि जस्तो आज र भोलिको कुरा छ, मैले तपाईँलाई त्यो पठाइदिएको छु पिडिएफ होइन। त्यसमा अब थप्न बाँकी छ, हामी त्यो थपेर पछि चाहिँ अपडेट गर्छौँ र त्यसलाई त्यो चाहिँ सर तपाईँलाई मैले एकचोटि फेरि यहाँ प्रस्तुत गर्छु। प्रस्तुत गर्छु अनि तपाईँहरूलाई चाहिँ नि यहाँ जे जे कुराहरू थप्न पर्ने लाग्छ। किनभने यो कुराहरू के छ भन्दाखेरि यो एउटा बुदागत रूपमा एउटा टपिकको रूपमा आएको छ र त्योभित्र चाहिँ धेरै चाहिँ नि कन्टेन्टहरू हुन्छन् होइन अध्ययन गर्दाखेरि। तर कोर्स करिकुलममा चाहिँ त एकदम सर्टमा राखिएको हुन्छ नि त। अब आज हामीले च्याप्टर 5 अन्तर्गत उपायहरू है, उपायको मतलब जस्तो हाम्रो ज्योतिषमा के हुन्छ भने उपाय र उपचार भन्ने दुईटा अलग अलग वर्ड्स प्रयोग गरिन्छ। यहाँ उपायको अर्थ के हुन्छ भन्दाखेरि उपाय भनेको कम खर्चमा हुने तत्कालिक यानि समस्या समाधानका उपाय, जसले चाहिँ नि रिजल्ट तुरुन्तै दिन्छ तर सर्ट टर्म हुन्छ है। रिजल्ट छिटो दिन्छ तर त्यो स्थायी हुँदैन फेरि है। के भनेको तत्काल तत्काल गरिदिइहाल्ने कुरा बुझ्नु नि। यो चाहिँ यसलाई चाहिँ उपाय भनिन्छ है। हाम्रो यो जुन च्याप्टर 5मा आएको छ। उपचार भनेको के हुन्छ भने उपचार भनेको अलिक खर्च लाग्ने, समय पनि लाग्ने र लङ टर्म काम गर्ने है। अब उपायमा उपायमा हामीले चाहिँ फेरि हरेक ग्रहको यो ग्रहको उपाय त्यो ग्रहको भनेर चाहिँ त्यसरी लेख्दाखेरि यहाँ लामो हुन्छ कि। त्यही भएर हामीले त्यसरी लेखिहाल्यो किनभने हाम्रो अकल मास्टर लेभलको यहाँहरू चाहिँ सबैजना अब ज्योतिषी नै हो, मास्टर लेभलको कोर्स गरेर सक्नुभयो हो त हुनाले यहाँले त बुझिहाल्नुहुन्छ हरेक ग्रहको त्यहाँ आइहाल्छ होइन। जस्तो मन्त्रद्वारा समस्या समाधानका उपाय भन्ने हो। त्यो मन्त्रको उपाय भन्ने बित्तिकै सबै 9वटै ग्रहका सबै भावका सबै चाहिँ नि दशा सम्बन्धी सबै कुरा त्यहाँ मन्त्रको उपाय आउँछ। जस्तो कोही मान्छेले कुनै मन्त्र छैन गुरु यसको लागि भन्ने खालको मन्त्रमा इन्ट्रेस्ट राख्ने, मन्त्र मार्फत गर्न चाहनेहरूको लागि दानद्वारा भने कसैको के हुन्छ भने मन्त्र जप गर्न इन्ट्रेस्ट हुँदैन है। क्लाइन्ट हेर्ने हो क्या, अगाडि बसेको क्लाइन्टले चाहिँ के चाहिँ चाहन्छ, को कस्तो खालको उपाय चाहन्छ है। त्यही भएर हामीसँग चाहिँ एउटा लिसनिङ स्किल चाहिन्छ क्या। तपाईँलाई यस्तो यस्तो हुन्छ है अहिले दशा भन्ने बित्तिकै गुरु त्यसमा के दान गर्नुपर्छ भन्छन् कसैले है। कसैले यसको के छ मन्त्र भन्छ होइन। त्यही अनुसार चाहिँ नि हामीले दिने हो। अब यसमा चाहिँ सबै भावको सबै चाहिँ नि दशा सम्बन्धी सबै चाहिँ नि ग्रह सम्बन्धी सबै कुराहरू आइहाल्यो दान उपभोगद्वारा भनेको चाहिँ के चाहिँ नि उपभोग गर्दाखेरि। अब यसमा त भन्ने अन्त खास खर्चै हुनु है। मन्त्रमा त समय खर्च हुन्छ नि होइन। दानमा त सामानै किनेर दान गर्नुभयो त्यहाँ पनि खर्च हुन्छ। तर उपयोगमा चाहिँ खर्च पनि हुँदैन कि। उपयोग भनेको उसको डे टु डे लाइफमा उसले जे प्रयोग गर्छ नि हो त्यही त्यही चाहिँ नि हामीले यो प्रयोग गरेन भनेर लगाइदिने। त्यो प्रयोग गरेपछि हुन्छ। जस्तो उदाहरणको लागि कुनै मान्छेको होइन त्यो अब रियल मेरो आजै मैले एकजनालाई कन्सल्टेन्सी दिँदाखेरि उहाँलाई दिएको चाहिँ नि उपाय तपाईँहरूलाई मैले सेयर गर्दैछु। धनभावको स्वामी बाह्रौँ भावमा है अनि राहुको नक्षत्र आउँछ अनि समस्या त आउनु नै भयो पक्का। त्यो त इजी, त्यो त एडभान्स लेभल पढेको मान्छेलाई थाहा छँदैछ। अब समाधान दिनु पर्यो
है। अब समाधान दिँदाखेरि त्यसको लागि के समाधान हुन सक्छ? धनभागको समय 12मा छ, राहुको नक्षत्रमा छ। अब यसलाई सजिलै छ नि त उपाय। तपाईँले ल ट्राई गुरुलाई एक्टिभ गर्ने गुरु ल ल उपाय ट्राई गर्नु विप्लवजीले चाहिँ के उपाय हुन सक्छ? भने चाहिँ मैले गुरुलाई चाहिँ यो केतुलाई गर्ने पनि होला गुरु एउटा। मैले ल चाहिँ यो देखिरहेको हुन्छु मान्छेहरूमा। मैले चाहिँ के भन्ने गरेको छु भन्दाखेरि फिक्स डिपोजिटमा पैसा राखिदिनु भन्छु कि खर्च त भयो तर फिर्ता आएन नि त। उम्, ल कमलजी। त्यही त गुरुलाई एक्टिभ गरिदियो भने चाहिँ पक्कै पनि चाहिँ ल हुन्थ्यो कि भन्ने चाहिँ मेरो धारणा गुरु। अब त्यो तपाईँले भन्नुभयो फिक्स डिपोजिटको कुरा गर्नुभयो, त्यो पनि ठिक छ। अब मनिजीले चाहिँ नि केतुको भन्नुभयो, त्यो पनि ठिक हो होइन। अब गुरुलाई एक्टिभ गुरु गर्ने होइन। अब अर्को भन्नुहोस् चाहिँ अब। त्यस्तोमा चाहिँ तपाईँको हस्पिटल त्यो 12औं भाव सम्बन्धी तत्त्व कारकहरूमा अलिकति अब खर्च गरिदिने होइन, त्यस्तोमा पनि अलिक ब्यालेन्स हुन आउँछ। त्यहाँ खर्च गरिदिने भन्ने चाहिँ दानको विधि चाहिँ भयो है, होइन दान गर्ने भन्ने गुरुदेव अनि त्यसलाई। आफ्नो हातले चाहिँ ऋण पनि प्रवाह नगर्ने हो कि अरूलाई? ऋण आफ्नो हातले ऋण प्रवाह नगर्ने कुरा हो गर्नुभयो। ल हस्पिटल हस्पिटल गएर आफ्नो बडी चेकअप गराउँदा भइगयो नि, होल बडी। उम्, ल अब अरू कसैको के छ, केही छ भने राख्नुहोस् है, ट्राई गर्न पाइन्छ सबैले, आफ्नो आफ्नो तर्क राख्नु पाइन्छ। अनि तपाईँलाई म लास्टमा त भनिदिइहाल्छु। आफूलाई के चाहिन्छ सामानहरू किनेर ल्याउनु कि गुरु। राहु भनेपछि त पुरा अब त ठुल्ठुलो चिजहरू यताउता त्यो पनि हुन आउँछ होला। खर्च चाहिँ गर्नै पर्यो। अब राम्रो छ नि उपाय। हाम्रो यो उपाय त थुप्रै हुन्छ नि, तर हामीले चाहिँ यस्तो उपाय दिनु पऱ्यो कि एकदम राम्रो उपाय खोज्नु पऱ्यो कि होइन, क्रिएटिभ माइन्ड चाहियो कि होइन। अब मैले उहाँलाई दिएको उपाय, तपाईँले अफिसमा अनिवार्य रूपमा अनिवार्य रूपमा विदेशमै बनेको चाहिँ नि ल्यापटप सकभर विदेशबाटै झिकाएर युज गर्नु। कुरा क्लियर, कति गजबको छ उपाय। अफिसमा ल्यापटप अनिवार्य चाहिन्छ, एक्स्ट्रा खर्च भएन। कुरो मैले सोचेको चाहिँ थिएँ विदेशबाट मोबाइल आइफोन जिताउने। अब त्यसले ल्याएर अब आइफोन भन्दा पनि यो कम्प्युटरले काम गर्छ कि ल्यापटपले काम गर्छ है। अनि अफिसमा ल्याएर उसले राखिदियो, डेली रहनु भयो। उसको धनभावको स्वामी 12औं भाव भनेको विदेश होइन। राहुकोमा, राहु भनेको नि विदेश, राहु भनेको टेक्नोलोजी, ठ्याक्कै यो चाहिँ नि टेक्नोलोजी विदेशबाट लिएर आए, त्यसैमा काम गर्यो। त्यसैमा काम गर्यो, त्यसैमा चिना हेर्ने, त्यसैमा सफ्टवेयर हालेर त्यसैबाट काम गर्छ सबै। धन त टकाटक आउँछ है। यो एउटा इक्जाम्पल थियो कि तपाईँलाई उपभोगको उपाय भनेको यो है। उपयोग गरेर एक्स्ट्रा केही खर्च भयो है। उसैले सामान मगायो, उसैले प्रयोग गर्यो, त्यो जसरी किन्नै पर्थ्यो ल्यापटप। एक्स्ट्रा खर्च केही भएन, पूजा लाउनु परेन, दान गर्नु परेन, मन्त्र जप्नु परेन, के भयो त है। उपयोगको उपाय पात्रता हेरेर दिने हो कि। सही पात्रता छ भनेदेखि हामीले चाहिँ नि मान्छेलाई फ्रीमा चाहिँ नि धनी बनाइदिन सकिन्छ कि। नत्र भने त मान्छे बर्बाद नि। धनभावको समय व्यय भएमा गएपछि सकिहाल्यो नि, त्यही माथि राहुकोमा छ। त्यसपछि खानपानद्वारा समाधानका उपाय। अब खानपानद्वारा चाहिँ नि समाधान कसरी हुन्छ? ल कुनै इक्जाम्पल तपाईँलाई आउँछ भने भन्नुहोस्। जस्तै गुरुदेव अब दोस्रो घरमा चन्द्रमा छन् भने अब माछा मासु रक्सी यस्ता कुराहरू चाहिँ सेवन गर्न भएन मुख्य गरी होइन।
अब खाना त नर्मल्ली भएन नै, तर पनि विशेष गरी भन्नु खोजेँ त्यस्तै खालको होला। अरूले पनि ट्राई गर्नु, अरू सहभागीहरूले पनि ट्राई गर्नु, राहु खानपानद्वारा पीडित उपाय। हो भने राहु पीडित छ भने त गुरु किचनमा बसेर खानु पर्यो होइन? हजुर त्यो हो, त्यो चाहिँ नि किचनमा बसेर खानु पऱ्यो है। त्यो पनि ठिक छ, ल अरूहरूले पनि ट्राई गर्नु। जस्तै त्यो सेकेन्ड हाउसलाई नै अलिक प्रायोरिटी दिनु पर्यो गुरु। त्यहाँ कुन ग्रह बसेछ त्यो हिसाबले, अब जस्तै मङ्गल भयो भने खाने बित्तिकै भोक लाग्ने भइरहेको छ होइन। अब गुरु भयो भने गुलियो खान मन लाग्छ, त्यसलाई कन्ट्रोल, गुलियो खान नहुनेहरूलाई कन्ट्रोल गर्ने, त्यसरी त्यसरी पनि होला। अब गुरु भयो भने यस मासुहरू नखाएको राम्रो, शारीरिकको हिसाबले पनि। यो चाहिँ मिल्छ है। खानपानद्वारा चाहिँ नि उपाय भनेको जस्तो कुनै मान्छेको चाहिँ नि दोस्रो भावबाट खानपानको विचार गरिन्छ होइन, दोस्रो भावबाट धन गर्ने विचार गरिन्छ होइन। अब दोस्रो भावको कन्डिसन अनुसार त्यसको खानपान बनाइदियो भनेदेखि त्यहाँ मिल्छ। जस्तो दोस्रो भावमा गुरु छन् भने तपाईँ शाकाहारी बन्नु, धन बढ्दै जान्छ, नत्र भने धन बढाउन गाह्रो छ। त्यो भन्नु नि खानपानद्वाराको कुरा। अर्को कुरा जस्तो अर्को पनि हुन्छ, कसैको चाहिँ नि बोलीको समस्या छ, बोली ठिक छैन, बोलेर काम बिग्रिन्छ, समस्या आउँछ। अब खानपानद्वारा चाहिँ नि त्यसको चाहिँ नि उपाय के दिन सकिन्छ ल भन्नु। बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला मुखमा हाल्ने चिज चाहिँ नि ग्रिन कलरको हुनु पर्यो है। ग्रिन टी प्रायः होला गुरु। अब ग्रिन टी हुनसक्छ, अथवा चाहिँ कुनै पनि ग्रिन त्यो जस्तो हामीले पानीलाई ग्रिन बनाउन सक्छ नि त कुनै हर्बलहरू हालेर। तुलसी पानी एक नम्बर हाल्दा तुलसी पानी होइन, बिहान उठेर तुलसी पानी पिउन सक्छ, अथवा तुलसीको पत्ता नै चाप्न सक्छ, अथवा मुङको दाना भिजाएर राखेर धेरै खान सक्छ, अथवा चाहिँ पम्किन सिडहरू चाहिँ त्यो ग्रिन कलरको चाहिँ आउँछ नि हो, त्यो खान सक्छ। फर्स्ट अफ अल त्यो मान्छेले चाहिँ ग्रिन मुखमा हालोस्, र ग्रिनको चाहिँ नि ग्रिन मतलब हरियो चाहिने चिजहरू उसले खानामा चाहिँ बढी मात्रामा प्रयोग गरोस् है। यसरी मान्छेको चाहिँ नि बाढी सही हुन्छ, उपभोगले गुरु हरियो। यसमा मैले एउटा कुरा यसो रोकेँ है गुरुलाई। जस्तो चाहिँ अब दोस्रो भावको स्वामी 12 भावमा गयो भने, यदि बुध गयो भने चाहिँ अब बुध गयो भने झन् बुधलाई एक्टिभ बनाउँदा त झन् त्यहाँ त्यो धन सम्पत्ति जाला नि त गुरु चाहिँ बाहिर। त्यो अनि सबै विचार गर्नु पर्यो नि त कन्डिसन त। तर हामीले खानपान त हामीले त उपाय खोजिरहेको छौँ नि त, समस्या चाहिँ क्रिएट गर्नु त होइन। जस्तो त्यो हेर्नु पर्यो नि त बुध कहाँको छ, हामीले बुधको उपाय दिँदैछौँ भने त्यसको बुध कहाँ छ त्यो हेर्नु पर्यो है। जस्तो कसैको चाहिँ नि मानिलिउँ बुध, जस्तो एउटा उदाहरण सिंह लग्नको मान्छे छ होइन, सिंह लग्नको मान्छे छ। अब बुध दोस्रो भावमै अस्त छ, त्यस्तो अवस्थामा अहिले मैले भने उपाय कारगर हुन्छ, पर्फेक्ट हुन्छ। बुध चाहिँ नि त्यो अवस्थामा जस्तो मानिलिउँ 12औँ भावमा छ होइन, बुध जस्तो सिंह लग्नको मान्छे छ, बुध 12औँ भावमा छ भनेदेखि हामीले कस्तो अवस्थामा चाहिँ त्यो प्रयोग गर्न पाइयो त, प्रयोग गर्न मिल्छ त्यहाँ पनि। कस्तो अवस्था भन्दाखेरि मान्छे धन कमाउन विदेश जान चाहिरहेछ, मजाले प्रयोग गरिदिनु न, किनभने त्यसले विदेशबाट धन कमाउने योग हो नि त त्यो, प्रयोग गराइदिनु। तर कोही मान्छे चाहिँ नेपालमा चाहिँ सरकारी जागिर खाइरहेछ, त्यसलाई त्यस्तो गर्नु भएन फेरि है। यसलाई चाहिँ भन्छ यो उपयोग है। त्यसलाई चाहिँ राम्रोसँग चाहिँ हामीले सूक्ष्म ढङ्गबाट हेरेर चाहिँ नि डिसाइड गर्नुपर्छ उपयोग के गराउने के नगराउने भन्ने कुरा है। अब यो चाहिँ एउटा टपिक हो नि त, पछि अध्ययन गर्न बाँकी छ, तपाईँलाई इक्जाम्पल मात्रै दिएर। त्यसपछि आचरणद्वारा हुन्छ होइन। आचरण चाहिँ नि मान्छेको चाहिँ नि आचरणलाई परिवर्तन गरेर मान्छेको समस्याको चाहिँ नि समाधान गराउन सकिन्छ। त्यसपछि खानपानद्वारा अहिले भइसक्यो। तीर्थ तथा दर्शन, यो त म्याक्सिमम् ट्रेडिसनली प्रयोग भइरहेको चिज हो है।
यो भइरहेको कुरा। यस्तो कुनै मान्छेलाई राहुको दशा चलिरहेछ, राहुको दशाबाट दुःख भइरहेछ, समस्या भइरहेछ। त्यो मान्छेले सोध्छ कि अब कहाँ कुन मन्दिर पूजा गर्दा अथवा कहाँ जाँदा कहाँ दर्शन गर्दा ठिक हुन्छ भन्ने खालको छ, अथवा त्यसैमा नै उसलाई सुइटेबल हुन्छ। मन्त्र जप गर्न पनि चाहन्न, अरू दान गर्न पनि चाहन्न, है यस्ता मान्छे हुन्छन् कि दान गर्ने भन्यो भने दाँतबाट पसिना आउँछ, त्यस्ता खालको मान्छे हुन्छ है। 100 रुपियाँ दान गर्नु पऱ्यो भने मरे जस्तो गर्छन्, तर चाहिँ बेलुका गएर चाहिँ पार्टीमा चाहिँ 10,000 खर्च गर्न सक्ने मान्छे हुन्छ। पैसा नभएर होइन, पैसा भएर होइन। अब तपाईँले यसो हेर्नुभयो, यो मान्छेलाई दान गर भने पनि गर्दैन, यो मान्छेलाई मन्त्र जप गर भने पनि गर्दैन, यो मान्छेलाई यो खा भन्यो भने गर्दैन, यो मान्छेलाई आचरण सुधार भन्यो भने सुधार्दैन। अब के गर्नु त यसलाई? राहुको दशा लागिरहेछ, एक्सिडेन्ट भइरहेछ होइन, अस्ति भएर एक्सिडेन्ट भयो होइन, दान गर्यो भने गर्दैन, सुक्खु चुहाउँदैन होइन, मन्त्र जप भन्यो भने गर्दैन, बिहानैदेखि चाहिँ नि ऊ चाहिँ अर्कै पारा आइन्छ। अब त्यसलाई के गर्ने त? त्यसको उपाय चाहिँ नि तीर्थ दर्शनको उपाय हुन्छ। यहाँहरू कसैलाई थाहा छ भने भन्नु। यो उदाहरण मैले एउटा दिइरहेको छु कि राहुको दशा चलिरहेको छ, समस्या आइरहेछ होइन। अब यसलाई चाहिँ उम्, तीर्थ तथा दर्शनको चाहिँ उपायमा तपाईँले के चाहिँ नि सजेस्ट गर्नुहुन्छ? गुरु मैले त भाग्य भावमा राहु केतु बस्यो भने राहुको दशा त्यस्तो भयो भने चाहिँ तीर्थयात्रा जाने, त्यहाँ डुबुल्की मारेर आउने, कुण्ड सुण्डमा 1-2 दिन बसेर आउने त्यस्तो एउटा त्यो त भन्नु टिप्पणी। सक्छ, तर चाहिँ अहिलेको क्वेसनहरू के छ भन्दाखेरि राहुको दशा चलेको समस्या आइरहेछ, त्यसलाई चाहिँ तीर्थ अथवा दर्शनको चाहिँ उपाय दिनु छ। अब चाहिँ के उपाय दिनुहुन्छ? गुरु भैरव मन्दिर दर्शन गर भन्ने के हुन्छ? ल अरूहरूले पनि ट्राई गर्नु। विदेशसँग काम गर्ने यताउता पनि हुन्छ नि गुरु, विदेशी मान्छे, विदेशको कुरो विदेशी छैन यहाँ, काम क्वेसन कारोबार। क्वेसनमै के छ, तीर्थ दर्शनको उपाय भनिरहेको छु। क्वेसनै तीर्थ दर्शनको उपाय छ, हामी कहाँबाट अरू अरू ल्याएर पाइएन नि। अँ, शिवजीको के भैरव अरे त मान्नै पर्छ शिवजीको गुरु मन्दिर, राहुकोमा होइन। शिवजीको मन्दिर जाने होला, हजुर शिवजीको दर्शन गर्ने, शिव के अरे शिवजीको मन्दिरतिर जाने, दर्शन गर्ने, घुम्ने, भैरवको अनि पैसा त्यसलाई जाने घुम्ने। त्यसलाई ए, साधुहरूसँग गएर चिलिम, उहाँ गएर चिलिम तान भन्न लाउनु पर्यो। हेर्नु, त्यसको कसो उपाय चिलिम तान्न सिकाउनु भएन। अब तपाईँले के चाहिँ गरिदिनु होइन भने राहु हो, त्यसलाई चाहिँ नि केतुलाई एउटा पनि ब्यालेन्स गर्ने के गुरु, केतुलाई अनि केतुलाई राहुलाई ठिक भ्यालेन्स, पार्नलाई। त्यो ब्यालेन्स गर्नु त ठिक छ, तर यहाँ स्पेसिफिक जानु पर्यो। हामीले चाहिँ तीर्थ र दर्शनको उपाय खोज्दैछौँ कि त्योभन्दा बाहिर जान मिलेन कि अहिले। तीर्थ दर्शनको उपायमा राहुको दशा लागिरहेछ, समस्या आइरहेछ, भैरवजीको चाहिँ पूजा दर्शन गराउनु भन्ने चाहिँ उत्तर सही हो होइन, तर त्यो कम्प्लिट अनि भएन कि, किन ल्याएर त्यो कम्प्लिट भएन है। त्यसलाई कम्प्लिट कसरी हुन्छ भन्दाखेरि त्यसलाई चाहिँ नि भैरव मन्दिरमा गएर परिक्रमा गर्ने भनेर चाहिँ नि उपाय दिनु पर्यो, बुझ्नुभयो नि? त्यो नास्तिक रहेछ भने चाहिँ मानेन भने होइन यहाँ त्यो कुरा नलिनु, अहिले यहाँ जुन टपिक के अहिले टपिक हाम्रो के चलिरहेको छ भन्दा बिर्सिहाल्नु। त्यो त गुरु आउँछ नि गुरु यो ए, गुरु यो हजुर भैरव स्तुति अनि काल भैरव अष्टक यो पाइन्छ नि, यो के बढी प्रभावकारी हो यस्तोमा? अहिले त्यो आउँछ, त्यो त्यसको पनि टपिक आउँछ। अहिले हाम्रो टपिक के छ भने मान्छेलाई तीर्थ तथा दर्शनका उपाय अन्तर्गत कस्तो कन्डिसनमा दिने परिक्रमा भनेको। गर्ने, दर्शन गर्ने। दर्शनमा जस्तो एउटा इक्जाम्पल मात्रै दियो, हामी पढ्छौँ सबैको होइन। जस्तो राहुको चाहिँ नि दशा चलिरहेछ, समस्या भइरहेछ, त्यो मान्छेलाई चाहिँ नि तीर्थ तथा दर्शनकै उपाय दिनु पर्यो। अरू उपाय दिएर भएन भनेदेखि के दिनु त भन्दाखेरि भैरवकै मन्दिरमा जाऊ, परिक्रमा गर है। उम्, अब तपाईँलाई मैले अर्को कन्डिसन दिन्छु, राहु र शुक्रको दशा अन्तर्दशा चलिरहेछ, समस्या आइरहेछ। अब त्यहाँ कस्तो समस्या आउन सक्छ त तपाईँहरूले थाहा पाइसक्नुभयो होइन। समस्या आउँछ केटीसँग, लभ रिलेसनमा, श्रीमतीसँग होइन, केटी मान्छेबाट समस्या आउँछ
अब त्यसलाई तपाईँले तीर्थ तथा दर्शनकै उपाय दिनु पर्यो, के दिनुहुन्छ ल भन्नु? गुरु यो देवीको त होला गुरु, देवीको। शिवजीको देवी होइन मन्दिरमा गएर हजुर। शिवजीको मन्दिरमा गएर गुरु उसले चाहिँ अब ध्यान तपस्याहरू गर्न चाहिँ पर्छ भन्न सकिन्छ कि गुरु, ध्यानहरू गर्नुपर्छ अब भन्ने अब मुनिजी भन्नु। त्यो मलाई त देवीको सँग लिङ्क गराउनु पर्छ कि जस्तो लाग्यो गुरु। शुक्र लिङ्क त गराउनु, भनेपछि त स्पेसिफिक भन्नु उसो अब। ल अरूले भन्नुहोस् त, कि त कसलाई आउँछ? भैरवकै दर्शन गर्ने पूजा गर्ने हो कि क्या गुरु? ल अरू अरू कसलाई आउँछ ल भन्नुहोस्, ट्राई गर्नु पाइन्छ, आउनै पर्छ भन्ने छैन। शुक्र। मन्दिर जाने पन दिने कुरो। हेर्नु सब, अब सुन्नुहोस्, डाँडा टुप्पाको पाहाडतिरको जाने देवी मन्दिरमा जाने ए है, एकदम अग्लो टुप्पोतिर है, एकदम उचाइमा भएको देवीको पाथी भाडा। होइन, पाथी भएर जाने र परिक्रमा गर्ने है। यस्तै यी यो कालिन इक्जाम्पल चोक यस्तो के कालिन चोक पनि टुप्पाको हो नि गुरु? हो। अब जहाँ पनि जुनसुकै देवी जो चाहिँ नि पाहाडको टुप्पोमा बस्नु भएको हुन्छ त्यहाँ गएर परिक्रमा गर्छ है। ल गुरु त्यसो यो गर्दा त इक्जाम्पल झन् बढ्दैन र गुरु। होइन, बढ यहाँ बढ्ने घट्ने भन्दा नि त्यो मान्छेको समस्या समाधान हुन्छ। त्यही त समस्या अझै बढ्छ कि त्यसो गर्दा त होइन जस्तो बढ्दैन, किनभने समस्या देवी बढ्दैन। भनेको त देवी शुक्र भनेको त अब भनेपछि पनि शुक्रको त चाहिँ देवी नै हो भयो नि। त्यहाँ के हुन्छ भन्दाखेरि त्यहाँ हामीले गरेको के हो भन्दाखेरि त्यसको अब मैले बुझाइदिन्छु। अब यो चाहिँ नि अहिले हाम्रो अहिले पाठ्यक्रम मात्रै छ र होइन, विषयवस्तुमा अझै अझै यसको अझै क्लियर हुन्छ। तर यति यही इक्जाम्पललाई मैले बुझाइदिन्छु। यो गर्दाखेरि के हुन्छ, डाँडाको टुप्पोमा गएर देवीको मन्दिरमा परिक्रमा गर्दाखेरि के हुन्छ है, ग्रहगत रूपमा के हुन्छ भन्ने कुरा कि। ग्रहगत रूपमा के हुन्छ भन्दाखेरि राहुलाई लगेर शुक्रको जिम्मा लगाइदियो है, कुरो हुन्छ नि। राहुलाई हामीले शुक्रको जिम्मा लगाइयो है। अब के हुन्छ त भन्दाखेरि शुक्रले राहुलाई लिड गर्छन् र शुक्रले त्यहाँ काम गर्छन्, राहुलाई चाहिँ नि त्यहाँ निष्क्रिय बनाउँछ, कुरो हुन्छ नि। त्यहाँ अब के भइदियो त, शुक्र हाबी भयो क्या, राहु चाहिँ नि शुक्रको अन्डरमा गयो। यसले हुने भनेको त्यो हो। राहु चाहिँ शुक्रको अन्डरमा राखिदियौँ हामीले। त्यति भइसकेपछि अब केटी मान्छेबाट समस्या आउँदैन। केटी मान्छे घरमा श्रीमती बिरामी अथवा चाहिँ गर्लफ्रेन्ड बिरामी, एक्सिडेन्ट होइन, अथवा धोका, यी कुराहरूबाट बच्छ। अब जस्तो पूजाद्वारा समाधानका उपाय जस्तो के पूजा गर्ने आदि कुराहरू आउँछ। कर्मकाण्डद्वारा होइन, कसैलाई चाहिँ कुन कर्मकाण्ड, कस्तो कर्मकाण्ड विधि नै अब कसैलाई चाहिने खालको हुन्छन्, अरूलाई बिलिभ नगर्ने हुन्छन् भनेदेखि तिनीहरूलाई कर्मकाण्ड मध्ये चाहिँ नि कुन चाहिँ नि पूजा गराउनु पर्ने हो त कर्मकाण्डको, हो त्यो सिफारिस गर्नु बारेमा। वनस्पतिद्वारा कुन बोट बिरुवा वनस्पतिलाई तपाईँले घरमा ल्याएर चाहिँ प्लान्टिङ गर्दा अथवा जङ्गलमा लगेर प्लान्टिङ गर्दा अथवा चाहिँ त्यसको त्यसलाई पूजा गर्दा अथवा त्यसको पत्ता लिएर आउँदा अथवा त्यसको चाहिँ बोटमुनि बसेर चाहिँ ध्यान गर्दा अथवा त्यो सराई कुरा कि। वनस्पतिद्वारा, जडीबुटीद्वारा, जडीबुटीबाट चाहिँ नि ग्रहलाई चाहिँ नि ठिक गर्ने कुरा। सम्बन्धद्वारा है, कोसँग गएर रिलेसन चाहिँ नि राख्दाखेरि, कनेक्सन राख्दाखेरि चाहिँ नि त्यसको समस्या समाधान हुन्छ भन्ने कुरा। त्यसै गरी शारीरिक कसरतद्वारा, है शारीरिक कसरतमा नि विभिन्न टाइप्स क्या हुन्छन्, योगा, जिम अथवा अरू विविध होइन। सेवा पनि छ गुरु, सेवाद्वारा पनि छ। अनि सेवाद्वारा पनि छ। अनि त्यसपछि रक्तदानद्वारा, गङ्गा स्नान तथा जलमा विभिन्न प्रवाह गर्ने कुराहरू जस्तो बदाम प्रवाह गर्ने कुराहरू, चाँदी प्रवाह गर्ने कुराहरू होइन, तिल प्रवाह गर्ने कुराहरू आदि कुराहरू होइन। त्यसको त पुरै ठुलै चाहिँ नि अब विस्तृत हुन्छ, त्यसमा धेरै चाहिँ कुराहरू आउँछ। त्यसै गरी योग तथा कसरतद्वारा अनि ध्यानद्वारा, ध्यानका धेरै छन्। फेरि यहाँ ध्यान भन्ने एउटा शब्द आउँछ, ध्यानमा धेरै छ, वृहत छ। कस्तो ध्यान, कुन ध्यान, ध्यानमा के धेरै कुरा छ। मुद्राद्वारा
त्यसै गरी रत्न पत्थरद्वारा, रुद्राक्षद्वारा, रुद्राक्ष कुनमुखी रुद्राक्ष कुन ग्रहको लागि कसरी चाहिँ कसरी एक्टिभेसन गर्ने कसरी प्रयोग गर्ने आदि सबै कुराहरू आउँछ। त्यसै गरी क्रिस्टलद्वारा विभिन्न प्रकारका क्रिस्टलहरू छन्, कुन क्रिस्टललाई कसरी चाहिँ कहाँ धारण गर्ने अथवा कहाँ प्रयोग गर्ने कहाँ राख्ने होइन, यी चाहिँ क्रिस्टलहरूद्वारा समस्याको समाधान गर्ने। चन्दनद्वारा, चन्दन पनि विविध हुन्छन् होइन, ती चन्दनहरूद्वारा पनि मान्छेको चाहिँ समस्या समाधान गरिन्छ। यो प्र्याक्टिकल्ली मैले यो चन्दनको प्रयोग गरेर पनि धेरै ठाउँमा चाहिँ मैले रिजल्ट निकालेको छु क्या राम्रोसँग होइन। यो एउटा सस्तो विधि हो है, धेरै खर्च नि हुँदैन है। त्यसपछि अब लाल किताब उपायहरू भनेपछि त अब यो त भइहाल्यो, बृहत भइहाल्यो होइन। लाल किताबका उपायहरू थुप्रो अध्ययन गरिन्छ अनि रावण संहिताका उपायहरू है। ल विप्लवजी भन्नुहोस् त। गुरुजी यो यन्त्रको पनि हुन्छ हुँदैन यी उपायहरू? हुन्छ, त्यो पनि आउँछ यन्त्रको हाम्रो? यन्त्रको उपाय मैले त्यहाँ एड गर्छु, त्यसलाई थप्छु मैले है। अनि गुरु यो लाल किताब चाहिँ मैले पनि हेरेको थिएँ पहिला। यो हजुर लाल किताबको कसै कसैले चाहिँ उपाय त ठिकै छ, तर यो अलिक तामसिक हुन्छ यसको उपाय चाहिँ। खोइ अर्को जन्ममा चाहिँ अलिकति अहिलेको लागि यो तत्कालिक सजिलो, एकदम सजिलो हुन्छ नि त लाल किताबको उपायहरू हो अरू हो भन्दा। अनि हो। अहिलेको सजिलो बनाएर अब अर्को जन्ममा चाहिँ अलिकति त्यसले केही न केही चाहिँ उ लिन्छ भन्ने कुरा सुनेको थिएँ मैले चाहिँ। अब त्यो तपाईँले सुनेको कुरा चाहिँ नि अब एउटा चाहिँ नि तर्क होइन, तर यथार्थ कुरा अर्कै छ। तपाईँहरूलाई सबैलाई बुझाइन्छ, तपाईँले सही कुरा उठाउनु भएको छ। मैले यन्त्र चाहिँ थपेँ, यन्त्रद्वारा पनि धेरै राम्रो हुन्छ। अब कुनै पनि उपाय होइन, कुनै पनि उपायहरू गरिन्छ नि होइन, त्यो त एउटा कर्म हो। मान्छेले भन्छ नि कोही कोहीले, ज्योतिष नमान्नेहरूले के भन्छ भने कर्म गर्नुपर्छ यस्ता यस्ता कुराले कहाँ हुन्छ भन्छ। जति पनि रेमेडी जति पनि उपाय गरिन्छ त्यो उपाय भने पनि कर्मै हो होइन। अब त्यो कर्मको फल त मान्छेले भोग्नुपर्छ होइन। जस्तो रेकीमै भने रेकी इलिङ गरिन्छ अनि त्यसपछि त्यसको चाहिँ कर्म बन्छ भनेर एकचोटि सद्गुरुले पनि होइन, त्यो हाइरिक्सी हुन्छ रेकी हिलिङ गर्नु भनेर चाहिँ उहाँले पनि भन्नुभएको छ होइन। अब यथार्थ कुरा के हो त्यो कुरा चाहिँ हामीले रेकीमै सिकाउँछ। ल बाहिरबाट रेकी हेर्दा जस्तो छ, भित्रबाट चाहिँ त्यो कस्तो हुन्छ भने बाहिरबाट अनुमान गर्नु र भित्र चाहिँ घुसेर गर्नुमा फरक हुन्छ है। अब लाल किताबको उपायहरू तामसिक हो, त्यो कुरा एकदम सही हो, तामसिक उपाय होइन। अब मान्छे के छ भन्दाखेरि यो तिनवटै गुण मान्छेमा हुन्छ। एउटा मात्रै यो तिनवटा जुन यो सत्व रज तमस यो तिनवटा छ नि, यो तिनटै गुण मान्छेमा अनिवार्य हुन्छ। त्यो एउटा चाहिँ एब्सेन्ट हुने बित्तिकै मान्छे एब्सेन्ट सक्यो, रहँदै रहन्न। त्यो हुन्छ नि मान्छेले भन्छ नि कोही म त सात्विक हो भन्छ। सात्विक प्रधानता हो, 100% सात्विक कोही पनि हुन्न है। त्यो हुनाले लाल किताबको उपायहरू तामसिक उपाय त हो होइन, तर यो प्रयोग गर्दाखेरि दोष लाग्ने भन्ने होइन है, दोष लाग्ने भन्ने चाहिँ होइन। यसको उपायले नि काम गर्छ, तर यसको उपाय चाहिँ के हो त भन्दाखेरि यो तान्त्रिक उपाय हो कि तामसिक हुँदैन, यो तान्त्रिक उपाय हो होइन। अब तान्त्रिक उपाय चाहिँ भइसकेपछि तान्त्रिक उपाय तन्त्रमै विश्वास गर्ने र तन्त्रकै साधना गर्ने व्यक्तिहरूले दिँदाखेरि लाग्छ, यो चाहिँ हो है। जस्तो कोही मान्छे छ तन्त्रको उपासक छैन होइन, त्यसलाई तन्त्रप्रति विश्वास पनि लाग्दैन अथवा त्यो प्रति त्यो मान्छेको चाहिँ नि श्रद्धा नै छैन भन्दै त्यो ज्योतिषीले लाल किताबका उपायहरू दिन मिल्दैन। किनभने त्यसको त्यहाँ त्यो लाल किताबको अधिकार नै भएन कि। जस्तो शास्त्रको अधिकारी वेदको अधिकारी भन्छ नि, त्यो अधिकारी भने के हो त भन्दाखेरि त्यो अनुसारको आचरण र त्यो अनुसारको श्रद्धा हुनु पर्यो। किनभने यो लाल किताब उपाय भनेको चाहिँ वैदिक उपाय होइन,
त्यो तान्त्रिक उपाय हो। र त्यो उपायहरू सबै जो छ नि त्यो शिवसँग सम्बन्धित होइन। जस्तो वेद भनेको शिवसँग सम्बन्धित कुरा हो, होइन? जति पनि शिवसँग सम्बन्धित चाहिँ नि ज्ञानहरू छ त्यो चाहिँ नि यस्तो के अरे त्यो सबै चाहिँ नि जस्तो वैदिक उपायहरू जति छन् र के अरे यो सात्विक उपायहरू, होइन, ज्ञानको उपायहरू, ज्ञानका कुराहरू जति पनि छन् ती सबै चाहिँ नि शिवसँग सम्बन्धित हुन्। र चाहिँ नि लाल किताब लगायत जति पनि तन्त्र शास्त्रहरू छन् त्यो जति सबै शक्तिको अधीनमा छन् है। शक्ति भनेको चाहिँ नि माता पार्वतीको चाहिँ नि अधीनमा छन् र त्यो चाहिँ नि ती फेमिनाइन हो। जति पनि तन्त्र छन् त्यो फेमिनाइन है, प्रयोग गर्न मिल्छ। कालिका भक्त, देवीका भक्त, तन्त्रका भक्त, तन्त्रका साधकहरूले लाल किताब उपाय प्याट भनेपछि प्याट लाग्छ, प्याट 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 लाग्छ है। त्यसमा चाहिँ कुनै दोष छैन। गुरु यो कस्तो भन्दाखेरि एउटा उपायले मात्रै यसले चाहिँ काम गर्दो रहन्छ क्या गुरु। जस्तै चाहिँ एउटा चाहिँ बुध चाहिँ हामीले एक्टिभ गराउनु पर्यो भने जस्तै चाहिँ मास्टरहरूसँग चाहिँ सङ्गत गर्ने होइन, अनि हरियोहरू चाहिँ हरियो लुगाहरू चाहिँ लगाउने, अनि त्यसपछिबाट चाहिँ अब ठ्याक्कै चाहिँ अब आफ्नो साधनामा आफ्नो चाहिँ यो चाहिँ विशुद्धि चक्रको चाहिँ साधनाहरू गर्ने, उज्याय प्राणायामहरू गर्ने होइन, यी सबै कुराहरू चाहिँ मिल्यो भने त्यो चाहिँ एकदम सही तरिकाले एक्टिभ हुँदै जाँदो रहेछ। नत्र अब हरियो कपडा मात्रै लाएर एउटा कलम मात्रै चाहिँ उसमा हरियो कलम चाहिँ खोल्टी हालेर यो एक्टिभ हुँदो होला जस्तो चाहिँ मानिनु क्या गुरु। होइन, सबै कुरा मिल्यो भने एक्टिभ भयो। नत्र मैले 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 भने के हुन्छ भने एक्टिभ हुन्छ है। एउटा हरियो पेन मात्रै पिउँदा नि एक्टिभ हुन्छ, ग्रिन टी मात्रै पिउँदा नि अथवा तुलसी पानी मात्रै पिउँदा नि, तर एक्टिभको पनि त्यो इन्टेन्सिटी हुन्छ नि त, कति एक्टिभ हो भन्ने कुरा। जस्तो मान्छे एक्टिभ छ नि त, हरेक मान्छे एक्टिभ छ, तर फरक फरक एक्टिभ छ नि त। कोही दिनमा 2 घन्टा एक्टिभ छ, कोही 5 घन्टा एक्टिभ छ, कोही 6 घन्टा एक्टिभ छ, कोही 18 घन्टा एक्टिभ छ, कोही एकदम हायर लेभलमा एक्टिभ छ, कोही लोवर एक्टिभ छ। एक्टिभ त एक्टिभ हुन्छ नि, हुँदा एक्टिभ हुन्छ, त्यही स्तरमा हुन्छ उसले जुन स्तरमै उपाय उपाय गराएको छ। तपाईँले भनेको उपाय के हो भने अलि हायर, होइन, अलि चाहिँ नि शक्तिशाली रूपमा। अब सानो सानो उपाय गर्दाखेरि त्यही सानो सानो हुन्छ, त्यही एक्टिभ त हुन्छ। एक्टिभ त तत्कालै हुन्छ, तर चाहिँ नि कति हुन्छ, कति पावरफुल्ली हुन्छ भन्ने। गुरु यो भारतमा अहिले माता चञ्चल अघोरी हुनुहुन्छ नि, उहाँ हजुर, खास कुन शक्तिको उपासक हो र उहाँ? उहाँ त नाथ हो नि, उहाँ त नाथ सम्प्रदायको गुरु गोरखनाथ र गोरखकाली शैव नै हो त उहाँ? हो, शैव नै हो। उम्, शैव नै हो र नाथ सम्प्रदाय भन्दै सिधा चाहिँ त्यसलाई चाहिँ एकदम भन्दाखेरि नाथ सम्प्रदाय हो। उम्, वाह। जति पनि तन्त्र हुन्छ नाथ सम्प्रदाय, गुरु गोरखनाथ गोरखकालीको कृपा बिना कुनै पनि मान्छे यो आर्यवर्त अन्तर्गत तन्त्र मन्त्र प्रयोग गर्न सक्दैन। अँ, गुरु त्यो यता यहाँ गोरखनाथको त्यो मन्दिर छ क्या, अनि म जान्छु कि त्यहाँ धेरै। अनि त्यहाँ त सबै गाँजा खानेहरू जम्मा भएर बस्दो रहेछ है, सबैजना गाँजा खाइराख्दो रहेछ मिलेर के। अनि कहिलेकाहीँ त केटी मान्छे भित्र जान नि अप्ठ्यारो हुने है। मलाई त अनि मतलब हुँदैन त्यो गुरु गोरखनाथको पैतालाहरू राखेको छ, एकछिन गएर दर्शन सर्शन गरेर एकछिन बसेर आउँछु कि म त्यहाँ। मान्छेहरू त पुरा केटी गाँजा मान्छे नै खाएर बस्दो रहेछ। केटी हजुर, मान्छे नै हुन्छ, केटी मान्छे नै अब हुन्छ त्यहाँ। केटी मान्छे पनि कहिलेकाहीँ चाहिँ एक दुईजना चाहिँ बसेर खाइरहेको छ तिनीहरू पनि है। अनि म त हेर्दिनँ, अनि आफ्नो के गर्नुपर्छ गर्ने अनि आउने। तर रमाइलो हुँदो अब रहेछ तिनीहरूको। रमाइलो हुन्छ, तिनीहरू तिनीहरू भनेको त अब उनीहरू सन्यासी हो नि त। अब उनीहरू चाहिँ नि सन्यासी, साधु सन्यासी, अब उनीहरू योगीहरू हो, होइन, अब उनीहरू त बिन्दास छन् है। अब यो चाहिँ नि जुन गोरखनाथ र गोरखकालीको चाहिँ नि जुन तन्त्र शक्तिको कुरा छ, मैले अहिले यो रेकर्डिङ बन्द गरेपछि तपाईँलाई भनिदिन्छु कि यो विषयमा चाहिँ मैले चाहिँ धेरै राम्रो अनुभव गरेको छु कि हो। है। अब यो टिभी चाहिँ नि यहाँ फेरि भन्नुहुन्न।